सम्पूर्ण मेरो फेसबुक मित्रहरूलाई फेरि म गुड इभिनिङ भन्न चाहन्छु र सबैलाई फेरि मेरो यो दोस्रो मिनी ब्लगमा हजुरलाई स्वागत छ। र अहिले म घरमा छु अनि बेलुका खाना बनाउँदैछु र तपाईँले देख्न सक्नुहुन्छ मैले यहाँनिर कुखुराको मासु फ्राई गर्दैछु र यहाँनिर देख्न सक्नुहुन्छ यहाँ मसलाहरू यहाँनिर तयारी राखिरहेको छु। यहाँनिर तपाईँ देख्न सक्नुहुन्छ यहाँ अदुवा लसुनहरू मसलाहरू सेकाइरहेको छु। यहाँ मसलाहरू पनि छ र यहाँनिर कुखुरा मासु फ्राई हुँदैछ र देख्नु यहाँ मैले अलरेडी राइस कुकरमा भात चाहिँ बसाइसकेको छु मेरो लागि। र आज म एक्लै छु, घरमा कोही छैन, नानीहरू पनि सबै कफिङतिर गएको छ र आज म एक्लै छु र एक्लै खानेकुरा आफ्नो लागि बनाउँदैछु। र अस्ति मैले तपाईँलाई भने थिएँ फर्स्टमा पनि तपाईँको हामी घरमा एक्लै आउँदाखेरि र हामी आफ्नो लागि अब खानेकुराहरू बनाएर खान सक्छ भन्ने कुराहरू र कतिको चाहिँ हाम्रो आदत हुन्छ कसैले पकाइदिनुपर्छ भने पकाइदिए पनि खान्छु भन्ने हुन्छ, कतिको यस्तो आदत हुन्छ खाइसकेपछि आफ्नो थालसँग त नउठाउने र कसरी उठाएर लगिदिनुपर्छ भन्ने हुन्छ कतिको आदत, कतिको त्यस्तो आदत हुन्छ कि खाइसकेपछि थालो नधुने। तर मेरो त त्यस्तो आदत छैन है, तर म चाहिँ आफ्नो खाएको थालदेखिको सरसम्म सबै म आफै नै धुन्छु, म आफै उठाउँछु। श्रीमती नानी लोग्नु चुनाव धुनुपर्छ भन्ने छैन, म आफै नै गर्छु किनकि त्यो पनि मेरो पनि ड्युटी हो। र यो भिडियोद्वारा म हजुर सबैलाई इन्करेज गर्न चाहन्छु र हामी त्यस्तो आदत नबनाउँ। कतिजना त्यस्तो आदत हुन्छ, त्यो आदत छोडौँ कि कसरी मलाई पकाएर दिनुपर्छ र कसरी मेरो थाल धोइदिनुपर्छ अनि परिवारले नै मेरो थाल सफा गरिदिनुपर्छ, खानेकुरा मलाई पस्किदिनु छ अनि मेरो परिवार बनाएर दिनुपर्छ भन्ने हुन्छ। त्यस्तो विचार नगरौँ, तर हामी सबैजना मिलौँ र एकअर्कालाई सहयोग गरौँ, हातेमालो गरौँ। घरमा श्रीमतीहरूलाई नानीहरूलाई सबैजना मिलेर गऱ्यो भने के हुन्छ एकदम असल हुन्छ, घर परिवार एकदम असल तरिकाले चल्छ र घरमा सधैँ प्रेम पनि हुन्छ, शान्ति पनि हुन्छ। र धन्यवाद हजुरहरूलाई मेरो यो बेलुकी सानो ब्लग मन परे लाइक कमेन्ट सेयर गरिदिनु ल। थ्याङ्क यू।